हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई वेलकम टु माई मिनी ब्लग। आज चाहिँ क्रिसा स्कुल जानुको लागि मैले रेडी गराइदिँदैछु। सो तपाईँहरू यो भिडियो लास्टसम्म हेरिदिनुहोस् होला। उसलाई चाहिँ फेरि रेडी गर्न थाल्यो कि ऊ एक्साइटेड भएर हो नाचेर अन्त स्कुलमा राइम्सहरू के सिकाएको हुन्छ त्यो सबै राइम्सहरू भनेर गर्छ हो। अनि उसको मलाई यति बेला चाहिँ उसको के भन्छ साथीको नामहरू पनि भन्दैछ। उसको साथीहरू छ अरे फ्रेन्ड्सहरू बनाएँ मैले भन्दै थियो। अनि क्रिमहरू लगाइदिएर कपालमा तेलहरू पनि लगाइदिएर उसलाई चाहिँ कपाल बाँधिदिनु आज आँटेको। अनि कपाल बाँधिसकेर ऊ चाहिँ मम्मा अब रिभिजन गर्ने नि, आज उसको टेस्ट पनि छ नि त युनिट टेस्ट म्याथ्सको। अन्त मम्मा रिभिजन गराइदिनुहोस् न मलाई भन्दै थियो। त्यही भएर मैले पनि अलिकति रिभिजन गर्नु दिइरहेको छु। अनि उसको चाहिँ एक्जाम टेस्टमा चाहिँ म्याचिङ गर्नेवाला थियो, त्यही भएर मैले उसलाई म्याचिङ गर्ने पनि दिएँ गर्दैछ। अनि म्याचिङ गरिसकेर चाहिँ ऊ चाहिँ मम्मा मेरो भिडियो बनाइदिनुहोस् न घुम्नेवाला। उसलाई चाहिँ फेरि घुम्नेवाला भिडियो चाहिँ पुरै मनपर्छ नि त कि। अन्त स्कुलको ड्रेस देखाउने र यहाँ चाहिँ हेर्नु न उसको घाउ भएर अस्ति लडेँ नि त। अन्त मम्मा म त यहाँ अस्ति लडेँ भनेर मलाई देखाउँदै थियो। अन्त उसको अब स्कुल जाने टाइम पनि भयो नि त, गाडी आउने बेला पनि भयो। अन्त मम्मा छिटो छिटो जाउँ गाडी आउने बेला भयो भनेर छिटो छिटो जाँदैछ ऊ चाहिँ हो। आज एक्साइटेड भइरहेको छ स्कुल जानुको लागि। ऊ चाहिँ उसको मामले गाडीमा हालिदिँदैछ। अन्त गाडीमा बसेर अब फर्स्टमा बस्ने अरे नि त ऊ चाहिँ। आज नानाहरूसँग बस्ने, म अगाडि बस्छु मम्मा भन्दै थियो। अन्त अगाडि बसेर ऊ हेर्नुहोस् न दादा साथीहरूलाई बाई बाई गरेछ। खुसी भइरहेको छ आज चाहिँ हो। उसको लन्च बक्सको चाहिँ यो मेरो लन्च बक्स हो भनेर पक्रिरहेको छ। अन्त उसको ब्यागहरू पनि राखिदिनु पर्ने थियो, त्यहाँनिर उसको मामले चाहिँ ब्यागहरू राख्दैछ। अन्त उसलाई त्यहाँ सिटमा चाहिँ ऊ लड्छ होला भनेर चाहिँ छेउमा राखिदिइरहेको थियो उसलाई। अन्त हेर्नु न खुसी भइरहेको छ हो, खुसी आज चाहिँ। अन्त अब चाहिँ बाई बाई गर्दैछ, बाई बाई मलाई नि बाई बाई गर्दैछ। सो थ्याङ्क यू, आजको लागि यति नै हो। सो बाई बाई, थ्याङ्क यू, थ्याङ्क्स फर द वाचिङ। डु लाइक, सब्सक्राइब एन्ड सेयर। बाई बाई।